प्रभुको वचनमा लेखिएको छ परम प्रभुमा मग्न हुनु भनेर। हाम्रो जीवनमा थुप्रै आदि बतास हुरी आउँछ, तर त्यस्तोमा पनि हामी प्रभुमा मग्न रहन सक्छौँ। म मग्न रहन चाहन्छु मेरा प्रियतम ख्रीष्ट येशूमा, उहाँकै विचारहरूमा, उहाँकै यादहरूमा। म मग्न रहन चाहन्छु मेरा प्रियतम ख्रीष्ट येशूमा, म मग्न रहन चाहन्छु मेरा प्रियतम ख्रीष्ट येशूमा, उहाँकै विचारहरूमा, उहाँकै यादहरूमा, उहाँकै विचारहरूमा, उहाँकै यादहरूमा म मग्न रहन चाहन्छु। उहाँ एउटा कुशल पास्टर, प्रचारक, मण्डलीको अगुवा, लिडर मात्र हुनुहुन्न, तर उहाँ एउटा कुशल लेखक पनि हुनुहुन्छ। उहाँको कलमबाट निस्केको राजदूत पत्रिका नपढ्ने अथवा यो पत्रिकाको नामै नसुन्ने चाहिँ प्राय हामीले सम्पूर्ण यो पहाडी खण्डमा खोज्यौँ भने मलाई लाग्छ हामी एकजना पनि भेट्दैन। चुपचाप सुनसान क्षणहरूमा, मौनताहरूमा, चुपचाप सुनसान क्षणहरूमा, मौनताहरूमा, खिन्नता र शुष्कतामा, मलिनताहरूमा, खिन्नता र शुष्कतामा, मलिनताहरूमा मेरा ख्रीष्ट प्रभुको प्यारलाई, मेरा ख्रीष्ट प्रभुको प्यारलाई सम्झिरहन्छु म, उहाँकै विचारहरूमा, उहाँकै यादहरूमा, उहाँकै विचारहरूमा, उहाँकै यादहरूमा म मग्न रहन चाहन्छु। अनि यो जुन हिजो उहाँले भनिराखेको कुरा चाहिँ तथ्य र सत्य हो। यो हामी क्रिस्चियन विश्वासीको एउटा चाहिँ गार्दन हो, हाम्रो मुटुको ढुकढुकी नै यही हो। किनभने धर्मशास्त्र बाइबलले भन्छ हाम्रो पुनरुत्थान हुनेछ, अर्को भाषामा हामी बौरी उठ्नेछौँ। गएको दिनमा घर परिवारलाई थाहा भयो आपा छैन। 4 बजेर मलाई लाग्छ 55 मिनटमा यो घोषित गरियो कि रेभरेन्ड डाक्टर बिडराई आपा बाजे पास्टर छैन। धर्मशास्त्र बाइबलले यसरी भन्छ कि शरीरमा नहुनु चाहिँ परमेश्वरको काखमा जानु, शरीरमा नहुनु चाहिँ परमेश्वरसँग हुनु। त हामीलाई थाहा छ जुन समय परिवारलाई थाहा भयो कि आपा छैन,
बाइबलले बताउँछ, मैले भनिहालेँ, त्यसै समय उहाँ चाहिँ प्रभुको काखमा गयो। भन्नुको मतलब बुलोत त यहाँ छ। भन्नुको तात्पर्य आत्मा चाहिँ परमेश्वरको काखमा गयो। बतासहरूमा भुमरी र गर्जनहरूमा हुरी आधी बतासहरूमा भुमरी र गर्जनहरूमा तरङ्ग प्रचण्ड छालहरूमा तुफानी रातहरूमा तरङ्ग प्रचण्ड छालहरूमा तुफानी रातहरूमा मेरा ख्रीष्ट प्रभुको शान्तिलाई मेरा ख्रीष्ट प्रभुको शान्तिलाई अँगालिरहन्छु म उहाँकै विचारहरूमा उहाँकै यादहरूमा उहाँकै विचारहरूमा उहाँकै यादहरूमा म मग्न रहन चाहन्छु मेरा प्रियतम ख्रीष्ट येशूमा म मग्न रहन चाहन्छु मेरा प्रियतम ख्रीष्ट येशूमा उहाँकै विचारहरूमा उहाँकै यादहरूमा उहाँकै विचारहरूमा उहाँकै यादहरूमा गाउनुहोस् मग्न रहन चाहन्छु मेरा प्रियतम ख्रीष्ट येशूमा म मग्न रहन चाहन्छु मेरा प्रियतम ख्रीष्ट येशूमा उहाँकै विचारहरूमा उहाँकै यादहरूमा उहाँकै विचारहरूमा उहाँकै यादहरूमा म मग्न रहन चाहन्छु